क्यान क्यालेन्डर 2025 चाहिँ हामीले स्पेसली नेपाल क्रिकेटको यो वर्षको सबैभन्दा महत्त्वपूर्ण तिनवटा प्रतियोगिताहरू छन् इन्टरनेसनलमा। त्यसमा विश्वकप एउटा रहेको छ भने क्वालिफायर्स, अर्को सिनियर टिमको लागि सिडब्ल्युसीको तिनवटा म्याचेसहरू अगाडि छ। त्यो सँगसँगै डोमेस्टिक क्रिकेटमा हामीले यसपालि चाहिँ नेपाल क्रिकेट सङ्घले आफूले आयोजना गर्ने प्रतियोगिताहरू मात्र अहिले क्यालेन्डरमा राखेका छौँ भने हामीले जिल्ला र प्रदेशसँग समन्वय गरेर भविष्यमा यदि हाम्रा क्यान अन्तर्गतका जिल्ला र प्रदेशहरूले राष्ट्रिय तथा राष्ट्रिय स्तरको या राष्ट्रिय जिल्ला र प्रदेशहरूलाई जोडेर प्रतियोगिताहरू आयोजना गर्नुहुन्छ भने हामी अरू घरेलु प्रतियोगिताहरू चाहिँ त्यही अनुसार पनि क्यालेन्डरमा इन्क्लुड गराउँछौँ। मैले यहाँलाई क्यालेन्डरको बारे जानकारी गराउँदाखेरि यो वर्ष हाम्रो लागि स्पेसली वुमेन्स क्रिकेटको लागि हामीले सुरुमा नै भनेको थियौँ कि एकदमै बिजी स्केड्युल हामीले प्लान गरेका छौँ, जसमा धेरै जस्तो वुमेन क्रिकेटर्सहरू पनि यो पालि चाहिँ वर्षैभरि क्रिकेट खेल्ने एउटा वातावरण सृजना गरेका छौँ। मेन्स अन्डर 19 को लागि अन्डर 19 वर्ल्ड कप क्वालिफायर हामी नेपालमै आयोजना गर्दैछौँ। मेन्स सिनियर इन्टरनेसनलको चाहिँ नेक्स्ट इन्टरनेसनल इभेन्ट भनेको हाम्रो लागि हङकङमा हामी पिएम कप पछि क्वाड्राङ्गुलर सिरिज खेल्दैछौँ, जसमा नेपाल, कतार, नामिबिया र हङकङ सहभागिता जनाउँदैछन् भने सिडब्ल्युसीको हाम्रो स्कटल्यान्डमा हुने म्याच चाहिँ जुन 2 देखि 12 मा छन्। त्योभन्दा अगाडि चाहिँ हामी 2 हप्ता 18 दिन जस्तो युकेमा गएर काउन्टी टिम्सहरूसँग खेल्ने हामीले अहिले प्लानिङ गरेका छौँ। सिडब्ल्युसीको स्कटल्यान्डको सिरिजपछि नेपाल र स्कटल्यान्ड बिच हामीले T20 बाइलेटरल सिरिज पनि हामी स्कटल्यान्डमै खेलिरहेका छौँ। यो सबै T20 स्पेसली चाहिँ यो वर्ष चाहिँ नेपालको विश्वकप क्वालिफायर्सको सिनियर टिमको लागि भनेर हामीले प्लान गरेका छौँ भने जुलाई, अगस्त, सेप्टेम्बर यो 3टा महिनालाई चाहिँ हामीले वर्ल्ड कप प्रिपरेसन मन्थ स्पेसली भनेर राखेका छौँ, जसमा हाम्रो जुलाईमा यहाँ पानी परेको बेला चाहिँ बर्खाको बेला हामी श्रीलङ्का टुर गर्ने प्लान छ भने अगस्तमा हामी इन्डियाको विभिन्न स्थानहरूमा पानी नपर्ने ठाउँहरूमा गएर चाहिँ रिजनल ब्याटिङ बलिङ क्याम्प्सहरू गर्नेछौँ। अर्को एउटा ठुलो प्रिपरेसन चाहिँ नेपाल टुर अफ अस्ट्रेलिया, यो चाहिँ नर्दर्न टेरिटरी भन्ने स्टेटमा चाहिँ वार्षिक रूपमा त्यहाँको स्टेट एसोसिएसनले नै अर्गनाइज गरेको पाकिस्तान, बङ्गलादेशको ए टिमहरू र साथै बिग ब्यासका टिम्सहरू, जसमा बिग ब्यासका प्लेयर्सहरू र त्यो सँगसँगै प्रोफेसनल स्क्वाड्सहरूको लागि हामीले उहाँहरूसँग कोअर्डिनेट गरेर नेपालको अस्ट्रेलिया भ्रमणमा चाहिँ नर्दर्न टेरिटरी स्टेटमा हामी खेल्न गइरहेका छौँ। यो टुर पछि, यो टुर्नामेन्ट पछि नर्दर्न टेरिटरीको स्टेट टिमसँग पनि हामी कोअर्डिनेट गरिरहेका छौँ भने क्रिकेट अस्ट्रेलियासँग र अस्ट्रेलियाको अरू स्टेटहरूसँग पनि अस्ट्रेलियाको विन्टर भएको भएर सिडनी, मेलबर्नहरूमा क्रिकेट नहुने हुँदाखेरि नर्दर्न टेरिटरीमा चाहिँ अरू स्टेट टिमहरूसँग पनि खेल्नको लागि हामी कोअर्डिनेट गरिरहेको छौँ पोस्ट त्यो टुर्नामेन्ट। अर्को हाम्रो लागि महत्त्वपूर्ण भनेको सेप्टेम्बरको महिनामा चाहिँ हामीले टेस्ट प्लेइङ कन्ट्रीसँग अब यो फाइनल MOU विदिन द नेक्स्ट 10 to 12 डेज भइसकेपछि कुन टेस्ट प्लेइङ कन्ट्रीसँग खेल्ने छौँ भनेर हामी अनाउन्स गर्ने नै छौँ। र वर्ल्ड कप तयारी भन्दा, वर्ल्ड कप क्वालिफायर्सभन्दा अगाडि चाहिँ टेस्ट राष्ट्रसँग खेलेर चाहिँ हामी प्रिपरेसन वाइज अगाडि बढ्ने हामीले योजना बनाएका छौँ। ओमानमा हुन गइरहेको ICC T20 वर्ल्ड कप क्वालिफायर पछि सिडब्ल्युसीको USA र नेपालको अर्को राउन्ड UAE हुन गइरहेको छ। त्यसपछि नेपाल प्रिमियर लिगको लागि भनेर हामीले नोभेम्बरको समय राखेका छौँ। नेपाल प्रिमियर लिगको नीति चाहिँ हामी ICCबाट हामीलाई अप्रुभल्स र स्याङ्सनिङको फुल अथोरिटी आइसकेपछि हामी अनाउन्स गर्ने नै छौँ। त्यसपछि डिसेम्बरको लास्ट सिडब्ल्युसी लिग यो अहिले प्रपोज छ, यो कम्प्लिटली फाइनल भइसकेको छैन, तर पनि अहिले हामीसँग कोअर्डिनेसन भएअनुसार चाहिँ हामीले एन्ड अफ द इयरमा चाहिँ यो लास्ट इन्टरनेसनल सिरिज पनि राखेको छौँ। यसपालि हामी सबैलाई थाहा नै छ यो अन्तर्राष्ट्रिय क्रिकेट ग्राउन्ड अहिले बन्ने क्रममा छ भन्ने सँगसँगै
तल्लो मुलपानीले अहिले हामीले अन्डर 19 वर्ल्ड कप क्वालिफायर र माथिल्लो मुलपानीलाई चाहिँ अन्डर 19 कै लागि प्रिपरेसन भनेर गरिराख्दाखेरि इन्टरनेसनल होम सिरिज योपालि हामीले त्यति आयोजना गर्न सकेका छैनौँ पूर्वाधारको कमीले गर्दा। तर अहिले जसरी पूर्वाधारहरू बनिरहेका छन् त्यसले गर्दाखेरि योपालि चाहिँ मोस्टली अवे सिरिजहरू हामीले फोकस गरेका छौँ। डोमेस्टिक क्रिकेटको कुरा गर्ने हो भने अब यहाँहरूले जुन क्यालेन्डर पाउनु भएको छ त्यसमा अब PM कप भोलिबाट सुरु हुन गइरहेको छ। अप्रिलमा हामीले PM कप सकेर गएकै राष्ट्रिय T20 च्याम्पियनसिप पनि आयोजना गर्छौँ। यो राष्ट्रिय T20 च्याम्पियनसिप चाहिँ भविष्यमा गएर नेपाल प्रिमियर लिगको लागि पनि र प्रदेशहरूलाई पनि आफ्नो खेलाडीहरूलाई T20 को लागि प्रिपेयर गर्नको लागि छनौट कार्यक्रम एउटा हुनेछ। 10औं राष्ट्रिय प्रतियोगिताको लागि भनेर पनि एउटा समन्वय गरेर टेन्टेटिभ डेट राखेका छौँ। 10औंको एक्ज्याक्ट टाइमलाइन आइसकेको छैन कि कहिले हुन्छ भनेर, तर राष्ट्रिय क्रिकेट परिषदसँग समन्वय गरेर चाहिँ यदि नेपालको राष्ट्रिय टिम त्यति बेला विदेश भ्रमणमा रहेको खण्डमा पनि हामीले यदि त्यसलाई अगाडि हुन्छ या पछाडि सारेर पनि प्रतियोगिता आयोजना गर्ने कोअर्डिनेसन भइरहेको छ। नेपाल A टिमले हामीले वुमेन अवे सिरिजहरू खेलाउनेछौँ। त्यसमा जुन जुन टिमहरूले हामीलाई अप्रुभल्सहरू दिनेछन् नेपाल आउनको लागि या बाहिर खेल्न जानको लागि, त्यही हिसाबले हामीले उहाँहरूलाई नेपालमा बोलाएर या A टिमलाई नेपालभन्दा बाहिर पठाएर हामी प्रिपरेसन गर्नेछौँ। अगस्तमा NPL को मिनी अप्सन हुनेछ भने सँगसँगै जुनमा चाहिँ NPL को रिटेल एन्ड रिलिज त्यो रिटेल एन्ड रिलिजको पोलिसीहरू हामीले बनाइसकेपछि यहाँ सामान्य हामी प्रस्तुत गर्ने नै छौँ। सेप्टेम्बरमा नेपालको A टिमको हामीले बङ्गलादेश या इन्डियाको टुर पनि राखेका छौँ भने अक्टोबरमा चाहिँ प्रोभिन्सियल यदि कुनै प्रतियोगिताहरू छन् भने जिल्ला प्रदेशसँग समन्वय गरेर उहाँहरूले त्यो आयोजना गर्नुहुनेछ। डिसेम्बरमा एउटा नयाँ प्रतियोगिता महानगरपालिका कप भनेर 6वटा महानगरलाई हामीले जोडेर चाहिँ एउटा प्रस्तावित रूपमा हरेक वर्ष चाहिँ 6वटै महानगरमा प्रतियोगिता क्रिकेट सङ्घले नै आयोजना गर्ने भन्ने एउटा प्लान बनाएको छौँ। यसमा सुरुवात हामीले सायद वीरगञ्ज महानगरपालिकाबाट हामीले एउटा ग्रिन सिग्नल पाएका छौँ भने भविष्यमा हरेक वर्ष चाहिँ हरेक महानगरसँग समन्वय गरेर एउटा राष्ट्रिय स्तरको प्रतियोगिता पनि हामी आयोजना गर्ने प्लान गरेका छौँ। महिला घरेलु प्रतियोगिता अन्तर्गतको PM कप सके सँगसँगै इन्टरनेसनल क्रिकेटमा चाहिँ महिलाहरू एकदमै बिजी हुने देखिनुहुन्छ। अहिले आजबाट नै युगान्डा, नेपाल, नामिबिया र हङकङको क्वाड्राङ्गुलर सिरिज भइरहेको छ भने यसपछि अप्रिल महिनामा हामीले भुटानमा हाम्रो नेपालको टिमलाई पनि पठाउने प्लान गरेका छौँ। ICC वुमेन्स T20 वर्ल्ड कप एसिया क्वालिफायर्स हुन गइरहेको छ। त्यसको लागि पनि तयारीको लागि भनेर हामीले नेक्स्ट यो मार्च अप्रिल मेलाई नै महिला क्रिकेटलाई चाहिँ निरन्तर रूपमा क्याम्प र ट्रेनिङमा राख्ने प्लान बनाएका छौँ। अर्को एउटा नयाँ प्रतियोगिता भनेको वुमेन्स इमर्जिङ टिम्सहरूले एसिया कप, त्यो पनि थाइल्यान्डमा जुनमा आयोजना हुन गइरहेको छ। त्यसमा पनि हामी सहभागिता जनाउँदैछौँ भने सेप्टेम्बरमा मलेसिया, नेपाल र UAE बीच हामीले मलेसियामै गएर ट्रायङ्गुलर सिरिज खेल्ने प्लान बनाएको छौँ। अक्टोबरमा श्रीलङ्कासँग श्रीलङ्कन क्रिकेट बोर्डसँग कोअर्डिनेट गरेर नेपालको वुमेन्स टिमलाई पनि हामी श्रीलङ्का पठाउने प्लान बनाएको छौँ भने एन्ड अफ द इयर डिसेम्बरमा चाहिँ नामिबिया, UAE, नेदरल्यान्ड्स र युगान्डा र नेपाललाई चाहिँ नेपालमै बोलाएर हामीले खेलाउने प्लान गरेका छौँ। यो सँगसँगै अक्टोबरमा ECC मेन्स अन्डर 19 प्रिमियर कप छ। अन्डर 19 वर्ल्ड कप क्वालिफायर सकिसकेपछि त्यसपछि सेप्टेम्बरमा चाहिँ अन्डर 19 नेसनल क्रिकेट टुर्नामेन्ट हामी आयोजना गर्छौँ भने एन्ड अफ द इयर डिसेम्बरमा ECC मेन्स अन्डर 19 एसिया कप पनि छ। अन्डर 19 वुमेन्सको लागि चाहिँ हामीले अहिले अन्डर 16 र अन्डर 19 वुमेन्स दुइटैलाई टार्गेट गरेर चाहिँ सेप्टेम्बर महिनातिर हामीले स्कुल विद्यालय स्तरीय महिलाहरूको लागि च्याम्पियनसिप प्रतियोगिता सञ्चालन गर्ने प्लान गरेका छौँ। त्यस्तै गरी अक्टोबरमा चाहिँ अन्डर 19 को पनि एउटा नेसनल राष्ट्रिय प्रतियोगिता हामीले आयोजना गर्ने प्लान गरेका छौँ। अर्को हाम्रो ग्रासरुट क्रिकेट र एकदमै स्कुल र सानो तहबाट नै हामीले क्रिकेट डेभलप गर्नुपर्ने कारण नेसनल स्कुल च्याम्पियनसिप भन्ने एउटा SLC सके लगतै SLCमा सहभागिता जनाउने हाम्रो भाइहरूको लागि पनि एउटा नेसनल स्कुल च्याम्पियनसिप भनेर हामी प्रतियोगिता आयोजना गर्दैछौँ, जसमा जिल्ला, प्रदेश र केन्द्रमा जोडिएर हामीले हरेक जिल्लामा लगभग टप जो हुन्छ जिल्लाको त्यो
नेपाल क्रिकेट सङ्घ अन्तर्गत हरेक जिल्लाको स्कुलको विनरले चाहिँ जिल्ला बिचको म्याचेस खेलेर पछि प्रदेशको जो विनर हुन्छ प्रदेश बिचको विनर चाहिँ नेसनल स्कुल च्याम्पियनसिप भएर चाहिँ यो प्रतियोगिता सकुन्जेलसम्म देशबाट नै छानिएर सर्वोत्कृष्ट एउटा नेसनल स्कुल च्याम्पियन चाहिँ हामी अर्गनाइज गर्ने क्रममा छौँ र यसलाई चाहिँ हामीले हाम्रो सम्बन्धित जिल्लाहरूलाई चाहिँ हाम्रो प्रशिक्षकहरूलाई अन्डर 16 अन्डर 19मा चाहिँ त्यो 16बाट 19सम्म घुम हुन सक्ने हाम्रो सम्पूर्ण युवा खेलाडीहरूलाई चाहिँ एकदमै आइडेन्टिफाई गरेर उहाँहरूलाई चाहिँ एउटा प्रपर क्रिकेटिङ प्रोग्राममा राखेर चाहिँ अगाडि बढाउने प्लानसम्म गरेका छौँ। यो सँगसँगै अरू विभिन्न राष्ट्रिय स्तरका प्रतियोगिताहरू पनि नेपाल क्रिकेट सङ्घसँग हाम्रा जिल्ला प्रदेशहरूले पनि समन्वय गर्नुभएको छ। त्यसलाई हामीले चाहिँ प्रदेशले आयोजना गर्ने प्रतियोगिता र जिल्लाले आयोजना गर्ने प्रतियोगितालाई चाहिँ पछि भविष्यमा यही नेपाल क्रिकेट सङ्घकै क्यालेन्डरमा समावेश हुने गरी हामी सबै सामु प्रस्तुत हुने नै छौँ। अहिलेको लागि यो वार्षिक क्यालेन्डरमा हामीलाई यो पिएम कप सुरुभन्दा अगाडि पनि यो क्यालेन्डर सार्वजनिक हामीले आज गरेका छौँ र अर्को कुरा भनेको अब नेक्स्ट सिनियर टिमको लास्ट 6-7 महिनादेखि उहाँहरू खेलिराख्नु भएको छैन, तर 2023-24 को हाम्रो ओभरअल क्रिकेटिङ सिजन हामीले हेर्ने हो भने